बिहानै 4 बजे खबर आयो चोर पस्यो हाम्रो हार्डवेयरमा भनिसकेपछि हामी चाहिँ बिहानै उठेर जाँदैछौँ। यस भिडियोमा हामीले चोर कसरी पस्यो, चोरले के लग्यो र चोर कसरी पकडियो भन्ने कुरा गर्नेछौँ है त। के रे ताल चाहिँ एउटा यहाँ फालेकै छ, यतातिर के यताभित्र छैन। पहिले पुलिसलाई खबर गरौँ न। दुइटै ताल चाहिँ छैन यहाँ, दुईवटा ताल चाहिँ आउनुपर्ने। के ताल छ हानेर त फोडे आइसकेर आवाज आइन भन्दा त्यत्रो त्यही त हानेको आवाज थाहा पाएर हो। हानेर आवाज थाहा पाइनौ एउटा ताल त ऊ त्यहाँ पारि यस्तरी हानेछ हेर। त्यो यत्रो हान्दा त आवाज आयो होला है। आएर त फोन गर्नु लागेर ए चोर त पाइन यो अङ्कल सिसी क्यामेरा हेर मेन कुरो यो ताल यस्तो खोला खोला जाम्ने हेरौँ पहिले। यो त यस्तो थियो कि यतिखेर यस्तो थियो अखेर मैले आएर यस्तो थियो यस्तो थियो त्यो त अब पढ्यो गर्यो ल हो बत्ती भएको पुरा निकालेर रहेछ, पुरा फाले रहेछ। पहिले यहाँ यी खाता पाता यहाँभित्र हेरेछ भित्र घर्रा सर्रामा यतातिर त केही पनि छैन नि त यहाँ त। यताभित्र के हेऱ्यो माथि सिसी क्यामेरा सेफै छ। ए सामान यहाँ हेर कि यहाँ निकालेको पैसा यहाँ कति छ भनेर हेऱ्यो होला है। एउटा हिजो थियो, यो यी सबै हिँडाएको सौरा चेक त लगायो के काम पैसा हिँड्छ हिँड्यो त्यो दराज खोलेर यहाँ दराज यो खोल्यो केही लगाएन सबै ठाउँ हेऱ्यो क्या यसले। यहाँ पनि हेऱ्यो होइन। यिनी सर्टिफिकेटहरू हामीलाई के काम गर्यो धर्ने यहाँ माइकका स्ट्यान्ड सिस्टेम जुन रहेछ लैन छ यार। क्यामेरा स्यामेरा थिएन नि त्यहाँ त त्यो खै बनायो पैसा लिँदैन रबर यो आर्थिक सङ्कट लागेको बेला के हाम्रो बस्नु पऱ्यो होला ल त्यहाँ यहाँबाट हेरौँ न अब यहाँ यो खुल्लै छ बट्टा यो त लक खुलै थियो अस्ति त्यो के भएको थियो आएर हेरे खुल्लै छ यो। लक त खुलै थियो क्या नाइ ल होइन कि यो खुल्लै छ के मतलब अन्त भने अन्त छगेर त्यो त यहीँ चलिरहेको छ कि हामीले हेर्दा पनि मिल्छ मैले धन्न यो स्क्रिन चाहिँ अफ भएको बेला परेछ चोरलाई शङ्का भएन कि सिसी क्यामेरा छ भन्ने। यो स्क्रिन अफ भएको बेला पर्यो नि त त्यो थाहा भएन कि यो बिग्रिया क्यामेरा पनि बुझ्यो अन्त हेरेन सिधै यो त अनै छ। बिजुली बनाएको त त्यही पनि अलिअलि कहिले थाहा पाइन्छ कि हेरौँ खुल्ला त्यो ताल चाहिँ उतातिर हाम्रो त्यहाँ एउटा ताल चाहिँ उतातिर देखेँ। यो ताल चाहिँ कहाँको फेरि उतातिर उसको भाइको चाहिँ उतातिर पढेको थियो यसो झाँगेर हेरेँ अनि त्यसरी तपाईँको गेटतिर हेऱ्यो त दुइटा ताल त छैन। मेरो त फेरि तल थियो यो मोबाइल तल चार्जरलाई चाहिँ म सुत्न गएँ अनि त्यसपछि गएर त भित्र गएर चाहिँ तपाईँ चाहिँ मेरो फोन फेरि चार्ज नभएर स्विच अफ थियो। त्यहाँ ल्यान्डलाइनबाट तपाईँलाई फोन गरेँ मैले। ल्यान्डलाइनबाट मैले फोन गरेँ तपाईँ फोन उठेर त्यहाँ फेरि चाहिँ गएर मोबाइल अन गरेर फेरि कमल भाइले फोन गरेको मैले। अब पैसा थिएन यसले त्यही पैसा यी चेक त यहीँ फालिदिएको छ त्यसले चेक त सबै छ कि चेकहरू सब खाता पाता छ यसलाई पैसा हामीले यहाँ राख्दैनौँ कि राख्दैनौँ छँदै छैन पैसा अनि कहाँ राख्ने कि पैसाको उद्देश्यले नै उ गर्यो। उद्देश्य पैसा रहेछ कुरा बुझियो खाना त खै क्यामेरा चालु भयो त क्यामेराबाट हेरिन्छ अब क्यामेराबाट हेरिन्छ। पुगिसकेपछि आयो यसरी लिएर आएर चाहिँ नि त यहाँ हातमा अब माथि चोर चाहिँ यसरी आयो होइन। ट्याक्क रड पक्राएको थियो रडले स्वाट आउँदै सर यताउता हेर्दैछ यो मान्छे आउँछन् कि भनेर। ठ्याक्कै यो चाहिँ 3:30 रातिको रडले चाहिँ त्यो तालचाको बिचमा रडलाई घुसायो अनि घुसाइसकेपछि तालचालाई फेट्टाइदिएर ठ्याक्क अनि दुईवटा तालचा थियो दुईवटा तालचालाई फोड्यो यसरी। तालचा फोडिसकेपछि सुरुमा त्यहाँ अगाडि भित्र छिरेर अगाडि ठ्याक्क टुर्की बस्नेको त्यहाँ घरहरूमा पाता यो जुन खाताहरू यताउता हुन्छ नि त पेपर्सहरू त्यो हेऱ्यो सब खोलेर एक हेऱ्यो होइन सब निकाल्यो फाल्यो हो
फाल्दैछ किन पैसा भेटाउँछु भनेर होला नि त यतिका गरेको पैसा चाहिएर आएको मान्छे अब लाइट बालेर पैसा खोज्दैछ रातिमा कत्रो आँट हो हाम्रो पनि निद्रा खराब गरिदियो आफ्नो पनि खराब गरेछ हिँडेछ है अब खोज्दैछ त्यहाँ केही भेटेन अब अर्कोमा हेर्दैछ अब त्यहाँनिर ट्याक्क खोज्दैछ अझै के हो यो भन्दैछ त्यहाँ त्यो अब ट्याब्लेट थियो स्यामसङको एउटा एउटा डिजिटल क्यामेरा थियो सानो पुरानो मोडलको पहिलाको 2वटा डिजिटल क्यामेरा थियो त्यो ट्यागका हाल्यो गोजीमा हेर्दैछ त्यहाँ अझै त्यो फोन हेर्दैछ त्यो फुटेको फोन यो त काम लाग्दैन भनेपछि त्यही फालिदियो होइन अनि अर्को चाहिँ ऊ त्यो ट्याब चाहिँ त्यो हातमा पक्रियो ऊ हेर्दैछ ट्याब चाहिँ के रहेछ यस्तो सामान भनेर यसो ल खोलेर पछाडिबाट ल के हो यो कति रुपियाँमा जाला बिक्ला कि नबिक्ला भनेर हेर्दैछु ल ठिक छ यो काम लाग्ने जस्तो लाग्यो अरू के छ त नि भनेर हेर्दैछ त्यतिर अब यसो हार्डवेयरमा आएर अरू के पाउँदैन डिजिटल सामान डिजिटल चोर रहेछ नि त अनि यहाँबाट चाहिँ भित्रतिरको चाहिँ क्यामेराले राम्रोसँग क्याच गर्दैन भित्र पनि त्यो गरासरा फोडेछ भित्र खासै केही थिएन अनि नभइसकेपछि त्यहाँ ग्लुकोज अनि कफीहरू यस्तै चिजहरू थियो खानेकुराहरू त्यो लगेछ ओसेको गुजा अनि बाहिर ऊ त्यो ब्यागमा हालेर ल्याएको त्यसले ग्लुकोज र त्यो कफी चाहिँ अनि त्यस पछाडि ऊ फेरि यसो हेर्दैछ यताउता हेर्दैछ बाहिर निकालिसक्यो नि त होइन अनि हेर्दैछ फेरि अब पैसा कतै लुक्या छ कि पानासानाको बिचमा कतै यसो पैसा राखेका छन् कि भनेर यसो पल्टाउँदैछ फाइलहरू यसो पैसाहरू छ कि पैसै चाहियो नि त फेरि भित्रतिर गयो फेरि के छोडेछ भने चोरले फेरि भुल्लेछ हो ट्याब्लेट तल कोचार्यो होइन ट्याब्लेटभित्र लगेर राखेर रहेछ कि बल्ल निक्ल्यो बाहिरै गेटबाट निक्लिँदा पुरा सतर्कता अप्नाउँदै यताउता कोछन् भनेर हेर्दै ट्याक लाग्यो ल घरतिर टाटा भन्दै हाम्रो डिजिटल क्यामेरा चोरेछ यहाँको यहाँनिर थियो यहाँ थियो कि नि यहाँ राखेँ मैले त्यसले यो हेऱ्यो अनि ऊ त्यो पनि लग्यो होला त्यो ल्यापटप थियो नि त्यो ऊ के लग्यो त्यो पनि लग्यो यार ट्याब्लेट पनि लग्यो यो पनि लगिन्छ मैले त्यो ट्र्याङमा युज गरेँ फोन त्यो अरू मेमोरी कार्ड त्यसमा त्यो टुर्की मेमोरी कार्ड त म अस्ति नै जिगर लगिसकेको त्यो यहाँबाट निकालेर हाल्यो गोजीमा यहीँबाट हो कि निकाल्यो के क्यामेरा बेच्नुपर्छ लगेर आइहाल्छ नि यो त पैसा दरो आउँछ भने होला कि त्यो ब्यागमा हालेर त्यसले गुलगुल डब्बा लग्यो गुलगुल डब्बा ल कफी पनि लग्यो कफी खान आएछ होइन अरू पनि लगाएको त्यो गोरु उठाएको होइन नजिकको चोर जस्तो छ चोर भने त नजिकै हुन्छ खानाको चोर नजिकको हुन्छ भनेपछि अब को हो पुलिसलाई इन्फर्म गर्ने हो र यही फोन गर्ने अब जानकारी गराइदिए त राम्रै होला चोरको बिक्री जानकारी त गराउनु पर्यो गराम है कुन टाइम मान्छे मस्त 3:30 बजीतिर होइन तर बिहान त औषधि बेला त मान्छे हिँड्छ नि हिँड्छ यो रहस्यमय कुरो के भयो भन्दाखेरि यो चाहिँ हाम्रो पसलभित्रको चिज रहेछ त यसैले प्रयोग गरेर त्यसले खोले होइन यसले प्रयोग गरेन क्या किन बङ्गा हात हो के का लागि प्रयोग भयो यसले हिजो नै किने उ गर्यो कि हिजै लग्यो कि पसलबाट बेतर सधैँको हो यो तालचा फोड्ने बेला त्यसले यही प्रयोग गर्यो त्यो हिजैदेखि हेर त बाबु कसले लग्यो भन्ने कुरो हेर्नु पर्यो कि हिजो क्यामेरामा हिजैदेखि हेर्नु पर्यो यो हाम्रो पसलभित्र आएर एक दिन अगाडि यो लगेर गएर हाम्रै पसल खोलिदिने यसले योसँग यो उपकरण पनि भएन चोरसँग यति पनि भएन बाबा चोरहरू पनि कस्ता खतरा हुन थाले आफ्नो लगानी कोही नलाउने साला चोर हाने न सुस्त आवाज नआउने गरी यो भाङ्या त त्यो भयो मैले भर्खरै अब इन्फर्म गराएँ प्रहरीलाई पनि अब आउँदै हुनुहुन्छ त्यस पछाडि उहाँहरूको के छ त्यो चिज बुझौँला हाम्रो मिडिया हाउसको अफिस पनि यहीमै भएको कारणले गर्दाखेरि खास यहीँ हुन्थ्यो कि हाम्रो अझ योपालि त हामीले धेरै थोरै राखेको थियौँ माइकहरू गिम्बलहरू अर्को क्यामेराहरू सबै हुन्थ्यो नि त नत्र ल्यापटपहरू हिजो कार्यक्रम
हामी त 2-3 रोना पर्ने भइहाल्थ्यो तर ठिक छ र के गर्ने अब पुलिस आउने टाइम लागेपछि अब बसे भयो अनिलो भइरहेको भयो पुलिसलाई खबर गरे हो पुलिसको गाडी चाहिँ भर्खर आइपुग्यो यो चाहिँ हाम्रै यो पसलकै हो भन्ने कुरो आयो यसैले खोले हातेले होइन यो पसल कहाँको यो भित्रैको भन्ने कुरो आयो फेरि यो हामीले पहिले हामीले युज गर्थ्यौँ अनि खै कहाँबाट लगाएर चाहिँ यो भनेपछि चिनेकै चाहिँ होला होइन यो पहिले यहाँबाट लगेर गएर फेरि यसैले प्रयोग गरेको यसैले प्रयोग गरेको थियो कि हजुर यसरी त्यस्तो हुनु। बाटो पारेको थियो हजुर त्यही छ अब यो बाहेक त यसले निकाल्यो खाता पाता हेऱ्यो यताउता पैसा त खासै थिएन भन्ने कुरो आयो सेवन्दन धरौटी गरेको पनि अस्ति नै मैले ल्याएको थिएँ दुईवटा चोरलाई त्यहाँदेखि 10,000 रुपियाँ धरौटीमा छोडिदिएँ कलसहरू चोरेको कलसहरू छोडेको चौकेरमा प्रकाश देवकोटा घरबाट त स्कुटी चोरीको पनि अझै पत्ता त लाग्दैन होइन सर त्यो स्कुटीको बारेमा मलाई त थाहा भएन यत्रो बेर हामीले उ गऱ्यौँ होइन तर अब यहाँनिर एकदमै सिभिलमा आउनुको पुरै प्रहरीहरू एकदमै लगभग 15 मिनटभित्रमा चाहिँ पत्ता लाग्यो भन्ने कुरो छ अगाडि जाम आउनुहोस् हामी यो हो चोरी पक्राउ खाएको होइन कि तिनजना लाउनुहुन्छ ला आउनु के अरे 15 मिनटभित्रमा चाहिँ पक्रिसक्नु भएको छ भनेर फोन गर्नुभएको छ अब हामी चाहिँ जाँदैछौँ त्यहीँ त्यो यति छिटो यति समयमा होइन लास्टै छिटो हो नि त यो भनेको हेलो खतरा काम हो है